प्युठान ऐरावती गाउँपालिकाको द्वारीघाटमा खोसी बोका मेला सुरु। ऐरावती गाउँपालिकाको द्वारीघाटमा चाडपर्वको अवसर पारेर स्थानीय उत्पादनको मेला गरिएको छ। मेलामा स्थानीय किसानहरूले कृषि उत्पादन र खोसी बोका बिक्री गरेका छन्। किसानहरूले काँक्रा, टिमुर, फर्सी, बोडी लगायतका तरकारी उत्पादन बिक्री गरेका हुन्। दशैं तिहार जस्ता चाडपर्वको बेलामा गरिएको मेलाले क्रेता र विक्रेता दुवैलाई सुविधा पुगेको स्थानीय बताउँछन्। किसानका उत्पादनलाई बजारसँग जोड्न द्वारीघाटमा औद्योगिक क्षेत्र घोषणा गरेर कोसेली घरको रूपमा विकास थालिएको ऐरावती गाउँपालिका अध्यक्ष नवल विक्रम शाहले बताउनुभयो। किसानले उत्पादन गरेका सामग्री खेर जान नदिन पालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। 52वटा समूहबाट प्रतिनिधित्व गरी सहकारी मार्फत कृषि उत्पादनको मूल्य निर्धारण, बजारीकरणका लागि काम सुरु भएकाले यसको दिगोपन दिनुपर्नेमा उहाँले जोड दिनुभयो। ऐरावती सामाजिक उद्यमी महिला सहकारी संस्थाले कोसेली घरको व्यवस्थापन गर्दै आएको छ। कृषि उत्पादनलाई व्यावसायिक बनाउन सबै पक्षले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भन्दै गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले उत्पादनलाई व्यावसायिक बनाउन किसानहरूलाई आग्रह गर्नुभयो। सहकारी मार्फत स्थानीय रैथाने बाली उत्पादनमा जोड दिँदै निर्वाहमुखी खोसी बोका उत्पादनलाई व्यावसायिकता बनाउन पहल भइरहेको मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले बताउनुभयो। यस पालिकाबाट प्रत्येक दिन खोसी बोका निर्यात हुने गरेकोले तोक्का मूल्यमा बिक्री गर्दै किसानहरूले तौलेर बिक्री गर्न थालेको उहाँले अनुभव सुनाउनुभयो। सहकारी संस्थाले किसानहरूलाई सहुलियतमा 18 लाख बढी ऋण लगानी गरेको र सहकारी मार्फत हालसम्म 52 लाख बराबरको खोसी बोका बिक्री र 3 लाख बराबरको फूल तथा तरकारी बिक्री गरेको सहकारीका अध्यक्ष कमला घरतीले बताउनुभयो।